मेरो दाइको नाम तुलबहादुर बिको हो। मेरो दाइ साउदीमा हुनुहुन्थ्यो, साउदी रियाल भन्न म सुनेको छु। यो बहिनीको लागि मेरो दाइले लागि न्याय पाऊँ मैले, अरू म केही भन्न सक्दिनँ। मेरो दाइ छैन भनेर मैले फोन गरेँ, मैले भने मलाई त्यतिखेर सँगाल्ने कोही छैन। मेरो बुढी हुनुहुन्छ सासू, मेरो दुईटा बच्चाले मलाई समातेर बाबालाई फोन गर्ने उ गर्ने, मेरो मामा छैन भनेर घरमा सबै ज्याबासी रबासी भयो। 3 बजेपछि चाहिँ तपाईँको दाइलाई देखाइदिन्छु म भनेर भन्यो। यहाँ उहाँको 3 बज्दाखेरि यहाँको लगभग 6 बजिसक्यो। 6 बजिसकेपछि मैले अनि त्यहाँबाट किन यो मान्छेले मलाई अब ठ्याप्प बन्द गर्यो क्यामेरा बन्द भएपछि किन यो मान्छेले मलाई किन देखाएन, मलाई दाइ किन देखाएन, मलाई दाइ मान्छेले मामालाई हस्पिटल लिएर गयो नि, त्यो मान्छेले अहिले कुराहरू एकदम घुमाइराखेको छ क्या हामीलाई। जुन कुरा हामीले पोइन्ट समाएर हामीले कुरा गर्न खोज्छौँ, तर त्यसले चाहिँ के भन्छ भनेदेखि हामीलाई तपाईँको मैले लिएर गएँ हस्पिटलमा मैले लिएर गएँ अनि त्यस पछाडि चाहिँ म त्यो कम्पनीको कामले बाहिर जान पर्यो। बाहिर गएर पछि आउँदाखेरि चाहिँ तपाईँको मामाको डेथ भइसकेको थियो। हात दुख्यो भन्दैमा मेरो दाइको मृत्यु हुनु भनेको यहाँ होइन। मैले मृत्यु भयो भनेर मैले न फोटो देखाएको छु, न मान्छे देखाएको छु, न लास देखाएको छु, न सास देखाएको छु। मलाई चाहिँ लाग्छ मेरो दाइ चाहिँ अब कुन के हिसाबले बित्नु भयो भन्ने उहाँहरूले जानकारी दिएको अनुसार जस्तो उहाँहरूले भन्नुभएको त्यस्तै मात्रै म हिँडिरहेको छु। मेरो दाइले भन्न मलाई पाउनु भएको छैन, मसँग बोल्नु पाउनु भएको छैन दाइले। अब किनकि एकैचोटि यस्तो भयो भन्ने मात्रै कुहा दुखेको भन्ने मात्रै छ। दाइ हुनु न, तर मेरो दाइलाई कसरी मार्यो, के गरी मार्यो, न आफ्नो रोगले मर्नु भयो न अब उहाँलाई कसैले मारे, मैले केही जानकारी, मैले एउटा फोटो पनि दिदी दाइलाई त आइसियुमा राखेको छ भनेपछि त्यहाँबाट चाहिँ अनि मैले बोल्न सक्ने क्षमता नि छैन मेरो। के भएर मेरो दाइलाई आइसियुमा राख्यो, कसरी आइसियुमा राख्यो भनेर मैले बोल्न नसके पनि मैले रुँदै सोध्दै गरेँ। बच्चाहरूले पनि मम्मी किन रोको भने मामालाई त आइसियुमा लगाएर राखेको छ अरे भन्नु। मृत्यु नै भइसकेपछि त कमसेकम एटलिस्ट एउटा डेथ सर्टिफिकेट त हुन्छ नि सर, त्यो पनि हामीले पाएको छैन भनेपछि न त हामीले जिउँदोमा देख्न पायौँ, न त मरेको भन्ने खबर त आयो, तर हामीले त्यो मरेको भन्ने प्रुफ केही पनि भेटेको छैनौँ। जुन मामाले कम्पनीमा काम गर्नुभएको हो त्यो कम्पनीको सुपरभाइजरले चाहिँ बेलामा थर्काउने गर्थ्यो अरे मामालाई होइन। केही न केही रहस्य चाहिँ छ। यो चाहिँ फेरि यो लकडाउन हुनुभन्दा अगाडि गाडी दाइले चलाइरहेको गाडी खोसेर अब यहाँबाट नेपालबाट जानुभएको कुनै दाजुभाइलाई उहाँको गाडी दिनुभयो। गाडी नै नदिएर बस्दा 4 महिनाको बिचमा अनि दाइलाई कुखा दुख्यो भनेर हस्पिटल लानुभयो। डिसेस परेपछि जब त्यो गाडी दिएन, यस्तो भएन बहिनी, म 2 महिना अगाडि यसरी म कोठामा बसेको छु, मलाई यसो गरी थुनेर राखेको छ, गाडी दिएको छैन, भोलि आज भन्दा म बसिरहेको छु। होइन के भिडियो मात्र हेरेर बसिरहनु भएको, सर्लक्कसँगले सब्सक्राइब गर्नु परेन यो परेली फिल्म्सलाई। अनि यो सब्सक्राइब मात्र गरेर चाहिँ हुँदैन है हजुर। ल खुरुक्क त्यो सँगै भएको त्यो घन्टी चाहिँ टिनिनिनि पारेर बजाइदिनुहोस् त हजुर, यो मुकुलीको अनुरोध छ। परेली फिल्म्स फुल इन्टरटेनमेन्ट सधैँ तपाईहरुकै साथमा। नमस्कार दर्शकबिनहरू, तपाईले हेर्दै हुनुहुन्छ परेली फिल्म्स र एवा नेपाल। परेली फिल्म्स र एवा नेपालमा आज हामी विगत 3 वर्ष अगाडि साउदी रियादमा कामको सिलसिलामा जानुभएको तुलबहादुर बिकको रहस्यमय हत्या भनौँ या के भनौँ, हामी नि भाबिल छौँ। उहाँको स्वयं बहिनी हुनुहुन्छ। वास्तविक कुरा के हो त, उहाँ कसरी उहाँको मृत्यु भयो या हत्या गरिएको हो, उहाँको भान्जी हुनुहुन्छ हामीसँग र उहाँको बहिनी हुनुहुन्छ। स्वागत छ। नमस्कार। तपाईँको दाइ, हजुरको दाइ विगत 3 वर्ष भनौँ न 3 वर्ष अगाडि साउदी जानुभएको के को सिलसिलामा, यहाँको खास यहाँबाट चाहिँ के को सिलसिलामा, कुन मेन पावरबाट जानुभएको थियो? मेन पावरको नाम चाहिँ मलाई त्यति याद भएन। तिलक लामा चप्पल कारखानाबाट भित्र तिलक लामा एजेन्टको मार्फत जानुभएको दाइ 3 वर्ष अगाडि जानुभएको। यहाँबाट ड्राइभरको भिसामा जानुभएपछि उहाँ गएर 3 महिना सिक्नुभयो। 3 महिनापछि उहाँको लाइसेन्स आएपछि अनि काम गर्नुभयो। काम गर्दै फेरि त्यहाँबाट 3 महिना उहाँहरूले फेरि तलब दिनु भएन। त्यो
त्यो पछि 2.5 वर्षपछि तलब चाहिँ कम्पनीको मान्छेले नदिएको। हजुर त्यो सिक्ने बेलाको चाहिँ अब नदिनु भएको भने अहिले थाहा भयो सर। त्यति भयो। त्यहाँबाट जानुभएको लगभग 2 वर्षपछि गाडी एक्सिडेन्ट परेछ दाइको। एक्सिडेन्ट परेपछि त्यहाँबाट फेरि 1 महिना हामीलाई त जानकारी दिनु भएन दाइले, पछि चाहिँ भन्नुभयो। त्यहाँ 1 महिना कोठामा दाइ बस्नुभयो। त्यहाँबाट गाडी दिनु भएन। त्यहाँबाट फेरि अलिक थोत्रो गाडी दिनुभएको थियो अरे, दिनुभएपछि कम्पनीले दाइलाई पहिला गाडी एक्सिडेन्ट भएपछि थोत्रो गाडी दिनुभयो, फेरि एसी नभएको गाडी दिनुभयो। अनि त्यहाँबाट फेरि चलाउँदै लगभग अनि त्यति भइसकेपछि नि फेरि 1 महिना ग्याप गरेर फेरि दिनुभएपछि अनि अहिले चाहिँ फेरि यो लकडाउन हुनुभन्दा अगाडि गाडी दाइले चलाइरहेको गाडी खोसेर अब यहाँबाट नेपालबाट जानुभएको कुनै दाजुभाइलाई उहाँको गाडी दिनुभएपछि अनि दाइलाई त मलाई गाडी खोइ भन्दाखेरि गाडी दिनु भएन पछि झगडा पर्ने डिसेस पर्ने गरेर दाइ कोठामै बसिरहनु भएको छ। झगडा चाहिँ त्यहाँको सुपरभाइजरसँग डिसेस पऱ्यो अरे दाइको। डिसेस परेपछि त्यहाँबाट गाडी दिएको अनि जाऊ तिमी गाउँ टाढै, त्यहाँ कम्पनीबाट लगभग टाढै जाऊ तिमी, गाडी एसी नभएको गाडी पुरानो गाडी लिएर जाऊ भनेर भन्नुभयो अरे। म जान सक्दिनँ। म जुन कम्पनीमा आएको त्यही कम्पनीमा बस्छु भनेर दाइले भन्नुभएपछि दाइ मान्नु भनेर त्यहाँबाट गाडी नै नदिएर बस्दा 4 महिनाको बिचमा अनि दाइलाई कोखा दुख्यो भनेर हस्पिटल लानु। कोखा दुख्यो भनेर हस्पिटल लगेपछि तपाईँलाई कति समयपछि तपाईँले चाहिँ दाइको मृत्यु भयो भनेर कति समयपछि तपाईँले थाहा पाउनु? मैले थाहा पाउने थिइनँ, तर मैले खोजी गरेको। जस्तो तपाईँको त्योभन्दा अगाडि तपाईँको जस्तो दाइलाई गाडी लिएर गाउँमा जाउँ भन्दाखेरि दाजु बहिनीको जस्तो तपाईँहरूको कुरा भइरहन्थ्यो। तपाईँ दाइ चाहिँ तपाईँसँग कन्ट्याक्ट बिन भएपछि तपाईँले दाइलाई चाहिँ खोजी गर्नुभयो? हजुर, मैले खोजी गरेँ। जब त्यो गाडी दिएन, यस्तो भएन बहिनी, म 2 महिना अगाडि यसरी म कोठामा बसेको छु, मलाई यसो गरी थुनेर राखेको छ, गाडी दिएको छैन, भोलि आज भन्दा म बसिरहेको छु भनेर भन्नुभयो। अनि त्यहाँबाट कुरा गरिरहेको दिनै दाजुबहिनी अनलाइनमा कुरा भयो। त्यहाँबाट ठ्याक्क 10 दिन अगाडिदेखि चाहिँ अनि त्यहाँबाट म कुरा नभएपछि तपाईँले खोज्दाखेरि पछि तपाईँले थाहा पाउनुभयो दाइको चाहिँ मृत्यु भइसक्यो भन्ने कुरा? हजुर, त्यहाँबाट चाहिँ दाइ तपाईँलाई के लाग्छ होइन, दाइको चाहिँ के लाग्छ होइन, तपाईँले जुन बिचमा कन्ट्याक्ट दिनुभयो दाइलाई चाहिँ के कोरोना लागेर मृत्यु भयो या दाइको चाहिँ त्यहाँ कम्पनीमा जो सबै मिलेर चाहिँ केही उहाँहरूको केही रहस्य प्लान होइन हुन्छ एउटा प्लानबद्ध तरिकाले हत्या गरेको जस्तो लाग्छ हजुरलाई? मलाई चाहिँ लाग्छ मेरो दाइ चाहिँ अब कुन के हिसाबले बित्नु भयो भन्ने उहाँहरूले जानकारी दिएको अनुसार जस्तो उहाँहरूले भन्नुभएको त्यस्तै मात्रै म हिँडिरहेको छु। मेरो दाइले भन्न मलाई पाउनु भएको छैन, मसँग बोल्नु पाउनु भएको छैन दाइले। अब किनकि एकैचोटि यस्तो भयो भन्ने मात्रै कोखा दुखेको भन्ने मात्रै छ कुरा। एउटा कोखा दुखेर एउटा एपेन्डाइटिस हुँदैमा मान्छेको डेट हुन्छ भन्ने छैन, हेर्नुहोस् होइन कि तपाईँको मनमा चाहिँ के लाग्छ? पक्कै पनि मेरो दाइलाई चाहिँ मारिएको, षड्यन्त्र गरेर मारिएको यस्तो गरेको भन्ने नै छ मेरो मनमा। मेरो मनमा यस्तो मान्छेले नै यस्तो गरेर मारेको, कम्पनीले पैसा नदिएर यस्तो उस्तो भन्ने चाहिँ त्यो म सम्झेकै छैन। अब केही महिना अगाडि अब गाडी केही न्युमा सुपरभाइजरसँग झगडा हुनु होइन, त्यसपछि अब दाइलाई चाहिँ गाउँमा पठाउन खोज्नु होइन, यो भनेको तपाईँको जस्ट मिले महत्त्व यो ठुलो एउटा षड्यन्त्र गरेर दाइलाई चाहिँ जस्तो कि मारिएको जस्तो लाग्छ? होइन, उतैको गाउँतिर गाडी चलाउन जाऊ भन्नुभएको रहेछ। हजुर, विकट ठाउँमा जा भनेर पठाउनु भएको रहेछ। सँगै जानुभएको भाइ थियो अमृत भन्ने भाइ पनि सँगै छैन। 5 जना जानुभएकोमा 1 जना फर्केर आइसक्नु भयो। म 3 जनालाई म 2 जनालाई म चिन्दिनँ। मैले एयरपोर्टमा गएर 5 जना मेरो दाइबाट अरू दाजुभाइ बनाएर मैले 5 जनालाई बिदा गरेर आएको एयरपोर्टबाट। अहिले अब सबै हुनुहुन्छ तर मेरो दाइ हुनुहुन्न। तर मेरो दाइलाई कसरी मार्यो, के गरी मार्यो, न आफ्नो रोगले मर्नु भयो, न अब उहाँलाई
कसैले मारे मैले केही जानकारी मैले एउटा फोटो पनि तपाईँको दाइको जस्तो कि मृत्यु भनौँ न, अब वहाँनिर तपाईँको साउदीमा तपाईँको दाइको मानौँ मृत्यु हुनुभयो, तर तपाईँलाई कम्पनीबाट तपाईँलाई यताबाट दाइ जानुभएको मेन पारबाट तपाईँलाई खबर केही पनि आएन, जस्तो तपाईँले चाहिँ दाइसँग कन्ट्याक्ट हो जस्तो कि अरू बेला भइरहने तपाईँको बोलचाल भइरहने अनि 5-10 दिन तपाईँको सम्पर्क बिन भएपछि तपाईँले नि खोज्दाखेरि चाहिँ दाइको मृत्यु भयो भन्ने कुरा तपाईँले सुन्नुभयो। मैले चाहिँ अब अरूसँग म कन्ट्याक्ट थिएन। मैले चाहिँ एउटा मेरो अमृत भन्ने भाइसँगै गएको भाइलाई मैले भाइ म त कति दिन भइसक्यो दाइकोलाई त फोन पनि आउँदैन, अनलाइन पनि देख्दिनँ, के भयो भाइ भनेर भने मैले। अनि भनेपछि बल्ल फोन गरेर पख्नु न दिदी भने। अनि भाइ भन्न, मलाई त कस्तो न्यासो लागिसक्यो, फोन पनि देख्नु पाएको छैन, अनलाइनमा दाइ आउनुहुन्न, फोन गर्दा फोन जान्छ, मजाले जान्छ, फोन जान्छ भाइ भनेपछि उसले भनेन मलाई, दिनभरि भनेन। नभनेपछि अनि मैले बेलुका 8 बजे 7 बजेतिर मैले के भने फेरि फोन लगाएँ, ए भाइ त टाढो छस् रे, गाउँतिर छस् रे, दाइसँग छैन, भन्न दाइलाई के भयो भाइ भन्न भने। दिदी भने हजुर दिदी भने फेरि 2-3 चोटि अकमकायो त्यो भाइ। अनि भाइ भन्न त आँखाभरि आँसु जस्तो लागिसक्यो, भन्न भाइ भने मैले। दिदी दाइलाई त आइसियुमा राखेको छ भनेपछि त्यहाँबाट चाहिँ अनि मैले बोल्न सक्ने क्षमता पनि छैन मेरो, के भएर मेरो दाइलाई आइसियुमा राख्यो, कसरी आइसियुमा राख्यो भनेर मैले बोल्न नसके पनि मैले रुँदै सोध्दै गरी बच्चाहरूले पनि मम्मी किन रोक्यो भने मामालाई त आइसियुमा लगेर राखेको छ अरे भन्नु, कोखा दुख्दैमा आइसियुमा लगेर भर्ना गर्नुपर्ने भन्ने छ सर। कोखा दुख्यो भन्दैमा मेरो दाइको मृत्यु हुनु भनेको यहाँ होइन। मैले मृत्यु भयो भनेर मैले न फोटो देखाएको छु, न मान्छे देखाएको छु, न लास देखाएको छु, न सास देखाएको छु, मैले केही देख्नु पाएको छैन अहिलेसम्म। मैले मात्र होइन, मेरो आमा बुवा भाउजू भाइ बहिनी सानो छ, कसैले देख्नु पाएको छैन। सारा संसारले मऱ्यो भनेर मात्र एउटा फोटो पहिला पठाएको पिक्चरको भर हेरेर बसेछ। जस्तो कि तपाईँको दाइको मृत्यु भइसक्यो भनेपछि तपाईँले यतातिर तपाईँलाई फोटोहरू त्यस्तो मृत्यु अवस्थामा भएको फोटोहरू त्यस्तो हस्पिटलमा लगेर आइसियुमा राखेको त्यस्तो कुनै फोटोहरू तपाईँलाई यता पठाएको पनि छैन? केही परमा नै छैन, त्यो भन्ने एउटा परमा नै केही नै छैन। यो केही नै फोटो सुताएर राखेको एउटा मुढासम्म हामीले देख्नु पाएको छैन। हजुरको माग चाहिँ के छ, खास तपाईँको माग चाहिँ के छ? मेरो दाइ जीवित हुनु भए पनि, मरेको लास भयो नि, जिउँदो भए पनि मेरो दाइ कि लास चाहियो कि सास चाहियो कि मलाई क्षतिपूर्ति चाहियो। यो नेपाल सरकारले हुन्छ कि राजदूतले गर्नुहुन्छ कि मलाई यति कुराको लागि चाहिँ मैले न्याय लडेर भए पनि यति चाहिँ उहाँहरूले दिलाइदिनुहुन्छ भन्ने माग गर्दैछु। हामी मृतकको भान्जी तपाईँ हुनुहुन्छ होइन, भान्जीसँग केही कुरा गर्नुहुन्छ, के लाग्छ तपाईँको मामाको चाहिँ के रहस्यमय हत्या गरे जस्तो लाग्छ हजुर? मलाई चाहिँ 100% हत्या नै जस्तो लाग्छ सर होइन। अब किनभने उहाँलाई एउटा कोखा दुख्यो भनेर लिएर जानुभएको हस्पिटलमा होइन। यहाँ हामीले कुनै मतलब हुन्छ नि, एउटा रुगाखोकी लागेर त कुनै मेडिकल जान्छौँ भनेदेखि होइन, त्यो मेडिकलमा को चाहिँ एउटा प्रुफ हुन्छ, एउटा कागज हुन्छ कि यो औषधि तिमीहरूले तपाईँलाई हामीले यो औषधि चलाएको छ भनेर चाहिँ त्यसरी लेखेर दिएको हुन्छ भनेदेखि त्यो त विदेशको ठाउँ हो नि त सर। त्यहाँ त होइन अभियसली हुन्छ नि, ठुलो हस्पिटलमा लगिसके पछाडि त होइन तपाईँको यो यहाँ भर्ना भयो, डिस्चार्ज हुने, यहाँ त भर्नाको कुरा छोडिदिउँ, यहाँ त डेटसम्म भइसकेको भनेर भनेको छ सर। तर हामीले केही प्रुफ भेटाएको छैनौँ होइन। उहाँ यदि बित्नै भएको हो रहेछ भने पनि हामीले केही न केही प्रुफ त भेटाउनु पऱ्यो नि। मलाई चाहिँ 100% मेक स्योर मलाई के लाग्छ भनेदेखि सर, जुन मान्छेले मामालाई हस्पिटल लिएर गयो नि त्यो मान्छेले अहिले कुराहरू एकदम घुमाइराखेको छ क्या हामीलाई। जुन कुरा हामीले पोइन्ट समाएर हामीले कुरा गर्न खोज्छौँ तर त्यसले चाहिँ के भन्छ भनेदेखि हामीलाई तपाईँको मैले लिएर गएँ हस्पिटलमा मैले लिएर गएँ अनि त्यस पछाडि चाहिँ म त्यो कम्पनीको कामले बाहिर जान पर्यो, बाहिर गएर पछि आउँदाखेरि चाहिँ तपाईँको मामाको डेट भइसकेको थियो। अनि डेट भइसकेको छ चाहिँ भन्यो तर मलाई भित्र जान दिन टाइम अफ भइसकेको छ भनेर भन्नुभयो। तर त्यो त हुँदैन नि सर। यदि कोही मान्छे मर्छ भनेदेखि त्यहाँ टाइम अफ भएर चाहिँ त्यहाँभित्र भेट्न जान नपाउने हुन्छ त, हुन्न नि त त्यो त होइन। मलाई चाहिँ जहाँसम्म लाग्छ यो कम्पनीदेखि लिएर जुन हस्पिटलमा कम्पनीको लापरवाहीले बित्नु भएको हो एउटा कुरा चाहिँ, तर बित्नु नै भएको हो कि होइन के अब न त साउदी दूतावासले नै केही गरेको छ, न त हाम्रो नेपाल अब भनौँ न नेपाल दूतावासले नै केही गर्न सक्छ होइन। त्यो त सबैभन्दा पहिला त यस्तो भयो तपाईँहरूको मान्छे चाहिँ हामीले यसरी हस्पिटल लिएर जाने क्रममा चाहिँ यसरी मृत्यु भयो भनेर त मृत्यु नै भइसकेपछि त कमसेकम एटलिस्ट एउटा डेथ सर्टिफिकेट त हुन्छ नि सर, त्यो पनि हामीले पाएको छैन।
भनेपछि न त हामीले जिउँदोमा देख्न पायौँ न त मरेको भन्ने खबर त आयो, तर हामीले त्यो मरेको भन्ने प्रुफ केही पनि भेटेको छैनौँ होइन। उहाँको जो जेठा 3 भाइ छोरा 2 भाइ छोरा हुनुहुन्थ्यो, 1 भाइ छोरा बिचरा पहिल्यै बित्यो भाइ बितिसक्यो। अब मामा अब एउटा भाइ छ, ऊ पनि सानै छ। अब जो छोराले कमाएर चाहिँ अब मेरो छोराले कमाएर चाहिँ मप्रति चाहिँ अलिकति भए पनि भार कम होला भनेको थियो। त्यही छोरा बितेपछि मामा बाध्यतै हुन्, मतलब एउटा बाध्यतामै पर्नु भएर विदेश जानुभएको थियो। अहिले विदेश गएर पनि यसरी बित्यो भन्ने खबर आएको छ। मलाई चाहिँ जहाँसम्म लाग्छ बिरामी भएर मामा बित्नु भएको होइन, साथीभाइमा केही हात भनौँ न हात के भन्छ झै झगडा परेको भएर नै त्यही नै हामीलाई एउटा हुन्छ नि गुमराह गर्न खोजेको हो होइन। कुनै ल मानौँ न कोरोना लागेको भनेको पनि त कोरोना लागेको पनि पुष्टि हुन पऱ्यो नि त होइन, एउटा कागज त हामीले पाउन पऱ्यो नि त, त्यो पनि छैन। अब अब मैले कुरा गरेँ मामा जुन मेन पावरबाट मामा जानुभएको थियो, त्यो मेन पावर एजेन्ट तिलक लामा हुनुहुन्छ। उहाँलाई यति सम्पर्क गर्न खोज्नु भयो कि उहाँले होइन, अब मेरो आन्टीले यति सम्पर्क गर्न खोज्नु भयो कि तर उसले हाम्रो कलसम्म रिसिभ गरेको थिएन। पहिला मैले मेरो घरबाट के अरे अन्तर्वार्ता लिएको थिएँ नजिकको साथी अब सरहरूलाई बोलाएर, त्यतिखेर नि मैले त्यही कुरा भनेर अहिले पनि म यही कुरा भन्दछु कि सर उहाँले हाम्रो एउटा फोन रिसिभसम्म गर्नुभएको थिएन। तर मैले पछि तपाईँले के गर्न खोज्नु भएको के हो, तपाईँले आफ्नो एउटा घरमा पालेको जनावरको त मऱ्यो भनेदेखि माया हुन्छ भनेदेखि त हामीले त एउटा आफ्नो मान्छे गुमाएको छौँ नि त। उहाँले आफ्नो दाजु गुमाउनु भएको छ, एक्लो दाजु, जतिवटा दाजुभाइ भए पनि माया त उही हो। र पनि त उहाँको त मात्र एक्लै हुनुहुन्थ्यो नि त दाइ होइन। त्यो दाइलाई गुमाउनु भएको पीडा उहाँसँग छ, म माने, तर पीडाले मात्रै पनि हुँदैन। कसरी हुन्छ हामीले चाहिँ म चाहिँ के चाहन्छु भनेदेखि के हामीले यदि मरेको रहेछ भनेदेखि हामीले लास मात्र भयो भने हामीले हेर्न पाउन पऱ्यो होइन। बाँच्नु भएको छ भनेदेखि हामीले खबर त पाउन पऱ्यो नि त होइन। त्यो जुन मामाले कम्पनीमा काम गर्नुभएको हो, त्यो कम्पनीको सुपरभाइजरले चाहिँ बेलामा थर्काउने गर्थ्यो अरे मामालाई होइन। केही न केही रहस्य चाहिँ छ सर होइन। अब हुन त कत्रो देशको नेताहरूले नगर्नु भएको काम चाहिँ अहिले भनौँ न सामाजिक सञ्जालले गरिराख्नु भएको छ। म चाहिँ पूर्ण आशावादी छु कि हजुरहरूले होइन हामीलाई कसरी हुन्छ न्याय चाहिँ दिलाउन सक्नुहुन्छ भन्ने चाहिँ मलाई चाहिँ एकदमै विश्वास छ सर होइन। अब म चाहिँ अब तिलक लामालाई मैले सरी त अघि कुरा गर्दा उ गरेँ, तिलक लामा सर जो हुनुहुन्छ मेन पावर एजेन्ट भनौँ न, हामीले त केही जानेको छैनौँ नि त होइन। उहाँले नै भन्नुपर्ने हो नि त। तपाईँको यदि कोही मान्छे उसको कम्पनीबाट जान्छ भने भोलि त्यो मान्छे तलमाथि केही भएछ भने त पहिलो खबर आउने त त्यही मेन पावरमा हो नि त सर होइन। तर हामीलाई त्यो खबर केही छैन। तर उसले बाहिर चाहिँ बुझेको रहेछ। पहिला उसले हामीलाई त्यो कुनै पेपरै छैन, जस्तो श्रम पेपर भिसा पेपर हुन्छ नि त, त्यो त कम्पनीमा त एक पाना त हुन्छ नि, अभियसली हुन्छ त्यो होइन। तर त्यो पेपर केही छैन भन्नुभएको थियो उहाँले भन्दाखेरि। तर मैले त्यस्तै हिसाबले त्यसलाई कुरा गरिसकेपछि चाहिँ के भन्नुभयो भने यदि त्यो जलेर फ्यालेको थियो च्यातेर गएको थियो भनेदेखि मैले त्यति भन्ने बित्तिकै त्यो पेपर कहाँबाट आयो त होइन। अहिले पनि त हामीले यस्तो मिडियाहरूमा दिइसके पछाडि त ल अब मैले के गर्नुपर्छ सहयोग म गर्छु नि त भनेर त्यो मान्छे किन आउन सकेन हाम्रो फोन सम्पर्कमा। सँगै बस्ने अरू साथीहरूले तपाईँलाई इन्कमहरू त्यस्तो केही गर्नु भएन त्यसको तपाईँ? तिलक तामाङ छैन। उहाँले चाहिँ पछि लगेर हस्पिटलमा भर्ना गरेर लगभग अब के गरी भर्ना गर्यो कसो गरी भर्ना गर्यो त्यो पनि अब त्यति थाहा छैन। तर लगेँ मैले कुखा दुखेर लगेँ, टोइलेटमा पनि लड्नु भएको रे मेरो दाइ। टोइलेटबाट लडेपछि लास्ट स्थितिमा अब कम्पनीमा फोन गर्दा कसैले फोन नउठाएपछि नहेरेपछि अनि त्यो तिलक लामा तामाङ भन्नुहुन्थ्यो, तिलक तामाङ भन्नेले हस्पिटलमा लगेर मेरो दाइलाई भर्ना गरेर 5वटा हस्पिटलमा भर्ना गर्दाखेरि कुनै हस्पिटलले भर्ना लिएन अरे। नलिएको कारणले चाहिँ मैले कोरोना हस्पिटल सरकारी के अरे प्राइभेट हस्पिटलमा भर्ना गरेँ भनेर चाहिँ मलाई पछि 3 दिनपछि मैले नम्बर खोज्दा मलाई अमृत भन्ने भाइले नम्बर पठाएँ उसलाई। उसको पठाएपछि मैले इमाममा जोइन गरेर मैले सोधेपछि मलाई लगभग दिनभरि त्यो मान्छेले मलाई ढाँटी ओरी दिदी बहिनी तपाईँको दाइ यस्तो उस्तो भनेर मलाई ढाँटी ओरी। अनि त्यहाँबाट तपाईँको दाइ नभए पनि म छु, म पनि नेपालबाटै आएको गर्ने गरेर राख्यो, कुरा गऱ्यो दिनभरि। म त्यो मान्छेबाट म बसिनँ, मेरो दाइको फेस देखाए जस्तो गरेर म बसेँ, कुरा गरेँ। अनि कुरा गर्दा उहाँको 3 बजेपछि
3 बजेपछि चाहिँ तपाईँको दाइलाई देखाइदिन्छु म भनेर भन्यो। यहाँ उहाँको 3 बज्दाखेरि यहाँको लगभग 6 बजिसक्यो। 6 बजिसकेपछि मैले अनि त्यहाँबाट किन यो मान्छेले मलाई अब ठ्याप्प बन्द गर्यो क्यामेरा बन्द भएपछि किन यो मान्छेले मलाई किन देखाएन, मलाई दाइ किन देखाएन मलाई दाइ भनेर मैले अनि यसो कुरा गरेँ अनि गरेपछि मैले यहाँबाट जति फोन गर्छु किन मलाई दाइलाई देखाउँछु भनेर गएको छ, मलाई किन देखाएन भन्ने मात्रै मलाई एकदम औडा भइसक्यो। भएपछि मैले के भने यो मान्छेले मलाई किन यस्तो गरेको होला, यो हिजो पनि ढाँट्यो मलाई, आज पनि ढाँट्यो। मैले चाहिँ मेरो दाइ त छैन क्या अरे, मैले त्यो सोचेपछि बेलुका फेरि मोबाइलमा एकछिन पछाडि गएर यसो हेर्छु त उसले त वाइस गरेर पो तपाईँको दाइलाई म देखाउन सक्दिनँ, सरी कम्पनीको मान्छे जानुपर्छ अरे भनेपछि चाहिँ मेरो दाइ छैन भनेर त्यहाँबाट चाहिँ म कोहीसँग नि बोलेको छैन। नबोलेपछि मैले अमृत भन्ने भाइले मैले फोन गरेँ। अमृत भाइ मसँग बोल्न नसकेपछि मेरो दाइ हुनुहुन्थ्यो पाटनमा, दाइ हुनुहुन्थ्यो मामाको छोरा पर्ने। अनि मामाको छोरालाई दाइले भन्नुभयो बहिनी भन्नुभयो। म रोएर यहाँ सक्यो। त्यहाँबाट भन्नुभएपछि के भन्यो भने उसले दाइले बहिनी नरो, दाइ त छैन अरे तेरो दाइ छैन अरे भनेपछि मैले त्यहाँबाट कोहीसँग मैले जानकारी दिएको छैन। मैले बुवा आमालाई भाइलाई भाउजूलाई मैले फोन गरेर भने मेरो दाइ त छैन अरे, कहाँबाट आउँछ के गरी आउँछ मेरो दाइ छैन अरे, मेरो दाइ छैन अरे भनेर मैले फोन गरेर मैले भने मलाई त्यतिखेर सँगाल्ने कोही छैन। मेरो बुढी हुनुहुन्छ सासू, मेरो 2टा बच्चाले मलाई समातेर बाबालाई फोन गर्ने मेरो मामा छैन भनेर घरमा सबै रबासी भयो। त्यहाँबाट आमा बुवा उता बेहोस हुनुहुन्छ, यता सबैजना दाइको शोकमा 1 महिना 1.5 महिना भइसक्यो। अहिलेसम्म दाइको न सास छ, न लास छ, न फोटो छ, न के छ सर, हामीलाई केही जानकारी छैन। न आमा बाउ गुमाउनु पर्ने, मैले दाइको त्यो देख्दै दाइको नदेख्दै त्यतिसम्म छ। अब म एउटा छु, मेरो आमाबाउको म एउटा छु, मेरो पनि यस्तो हालत छ। मेरो आमाबाउलाई मैले रोएर बोल्नु कि हाँसेर बोल्नु कि, मेरो भाइ बहिनी सानो छ, भाउजू सब छ। अब म के गर्ने कसो गर्ने, मैले केही कहीँबाट सहयोग नपाएपछि हजुरहरूसँग मैले हात जोडेर मैले बाध्यता भएर मैले नमरेर बाँचेर हुन्छ मैले मिडिया सामु म पुग्न पर्ने बाध्यता पर्यो। मेरो बुवा आमाको हालत एकदम नाजुक छ, बुढाबुढी भइसक्नुभयो, भाउजू उठेर हिँड्न नसक्ने छ। 1 महिनासम्म दुःख झेल्नु पर्दाखेरि को चाहिँ सक्थ्यो होला र हिँड्नलाई। मेरो भाउजू त्यस्तो हुनुहुन्छ, आमा बुवा बोल्न सक्नुहुन्न। अहिलेसम्म घर बनाउँछु, मेरो छोरा आउँछ घर बनाउँछ, मेरो आउँछ। पहिलाको घर थियो सर, नभएको होइन, गाउँको ठाउँमा घर थियो पहिला, भैँचालोले ढलेपछि त्यहाँबाट दाइ घर यहाँ बस्नुभयो। त्यहाँबाट केही सिप लागेन, मेरो बुवा आमालाई जान्छु म कमाउँछु ल्याउँछु भनेर विदेश जानुभयो। त्यहाँबाट सानो टरो छ, त्यो आउँछु बनाउँछु भन्दै दाइ बितेर जानुभयो। न अहिले घर छ, न थर छ, न दाइ छ, न के छ। आमा हुनुहुन्छ सानो, नाङ्ले पसल जस्तो घुम्ती, अर्काको घुम्तीमा दिनभरि व्यापार गर्नु, तेल मसला खानु पर्यो। बुवा दमको रोगी हुनुहुन्छ, आमाको आँखा अपरेसन गरेको बिग्रेर आँखा देख्नुहुन्न, घोडा दुखेर हिँड्न सक्नुहुन्न, छाती दुख्यो भनेर हिँड्न सक्नुहुन्न। अब कसले सम्हाल्छ, कसले हेर्छ। म पनि एउटा छोरी अर्का घर गइसकेको छु, अर्का घर अहिले म जान्छु मेरो आमाबाबुबाट ठाउँमा भन्यो भने म जान पाउँदिनँ सर। मैले अब के गरेँ, मेरो बाबाआमालाई न्याय दिलाउँ। पक्कै पनि दर्शकबिनहरू पक्कै पनि यो कुराहरू एकदम सुन्दा तपाईँले पक्कै पनि देखिरहनु भएको छ होइन, मन नै भाविल हुन्छ। किनकि पक्कै पनि दर्शकबिनहरू तपाईँले बुझ्नुहुनेछ होइन, यस्तो कहीँ कतै पनि नहोस्, दर्शकहरूले हेरेर पुलिस प्रशासनबाट पुर्याइदिनुहोस् र उहाँलाई छिटोभन्दा छिटो मिडियामा ल्याउन हामीले सकौँ र यो विषयमा निष्पक्ष रूपमा छानबिन गर्न सकौँ हामीले पनि। र जति पनि हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ, देश विदेश, विशेष गरी त हाम्रो साउदीमा बस्ने नेपालीहरूले यो केसलाई ध्यान
एकदम मध्यनजर लाएर तपाईँहरूले पनि एकचोटि यसो निहाल्नु होला होइन साउदीको कुन ठाउँमा यो घटना घटेको एकचोटि राम्रोसँग तपाईँहरू पनि मध्यनजर राख्नु होला उहाँलाई पक्कै पनि उहाँको दाइको न्याय मिलोस् हामी पनि यही चाहन्छौँ र छिटोभन्दा छिटो हामीले त्यो मेन पावरलाई समाउन सकौँ र मेन पावर हाम्रो तिलक लामालाई जसरी पनि हामीले मिडियाको सामु ल्याउन सकौँ र यो घटनालाई हामीले निष्पक्ष रूपमा छानबिन गर्न सकौँ र उहाँको दाइलाई छिटोभन्दा छिटो उहाँको दाइको हामीले न्यायको लागि हामी सबैजना मिलेर अगाडि बढौँ तपाईँको दाइ बस्ने ठाउँ हजुरलाई थाहा छ डिटेलमा हजुरलाई रियाज साउदी रियाज भन्नुभएको छ हजुर त्यस हजुरको अन्तिममा हजुरको दर्शकहरूलाई हाम्रो दर्शकहरू हेर्नेलाई हजुरले के भन्नुहुन्छ आफ्नो मनमा मेरो मनमा लागेको कुरा छ के भन्नु छ भने मेरो एउटा दाइ भनेको मेरो एउटा चिम्टाको पाना जस्तो दाजुबहिनी हो हामी धेरै दाजुभाइ पनि छैन धेरै दिदी बहिनी पनि छैन कसैले आएर ए बहिनी त यस्तो भनेर भन्ने पनि छैन ए दाइ भन्ने पनि छैन र अरू कुरा होस् मलाई किन मेरो दाइले नाम काटेर नि बोलाउनुहुन्न मेरो मिया भनेर बोलाउनुहुन्थ्यो तर त्यो पनि अब रहेन र दाजुभाइ दिदी बहिनी र मेरो साइना नातदार भन्ने मात्रै रह्यो र पनि अब के साइनो गर्छु भने मेरो दाजुभाइ दिदीबहिनी जहाँ हुनुहुन्छ जे हुनुहुन्छ आमा बुबा दिदीबहिनी दाजुभाइ जहाँ हुनुहुन्छ मेरो दाइ तर्फबाट म त सोमना जोडी मेरो दाइको नाम तुलबहादुर बिको हो मेरो दाइ साउदीमा हुनुहुन्थ्यो साउदी रियाल भन्न म सुनेको छु यो बहिनीको लागि मेरो दाइले लागि न्याय पाऊँ मैले अरू म केही भन्न सक्दिनँ मेरो बुवा आमालाई एउटै सही सुझाव पाऊँ न्याय पाऊँ म मेरो जति मैले हात जोडेर मैले सबैलाई न्याय मागेको छु मेरो दाइको लागि मैले केही गर्न सकिनँ यतिमा म साह्रै दुखी छु म बोल्न सके नि छैन महिना दिन भइसक्यो म खान मेरो ठेगान छैन हिँड्न मेरो ठेगान छैन मेरो दुईवटा बच्चाहरूलाई सँगाल्ने मेरो घर परिवार सँगाल्ने पनि मेरो मन केही छैन म कहाँ जाउँ मेरो दाइ यताबाट आउँछ कि उताबाट आउँछ कि मलाई फोन आउँछ कि भन्ने मात्रै त्यो मोबाइलमा हेर्दै हेर्दै मेरो रात दिन बितिसक्यो लगभग 2 महिना हुन लागिसक्यो यति म भन्छु यति भन्छु म धन्यवाद दिदीको पक्कै पनि दाइको पक्कै पनि न्याय होस् हामी पनि माग चाहन्छौँ र दर्शकबिनहरू तपाईँले हेरिरहनु भएको होला र साउदीको रियाद भन्ने ठाउँमा हुनुहुन्छ अरे उहाँको दाइ तुलबहादुर बिक त जति पनि साउदीमा बस्नु भएको छ नेपालीहरू हाम्रो नेपाली दाजुभाइहरू दिदीबहिनीहरू हुनुहुन्छ एकचोटि रियाद भन्ने ठाउँमा गएर तपाईँहरूले पक्कै पनि यो केसलाई मध्यनजर लगाएर तपाईँहरूले जस्ताको त्यस्तै एकचोटि निहालेर हेर्नुहोस् किनकि उहाँको बहिनी धेरै पीडामा हुनुहुन्छ होइन उहाँको दाइको धेरै भाबिल हुनुहुन्छ दाइको विषयमा कुरा गर्दाखेरि धेरै भाबिल हुनुहुन्छ र दाइको न्यायको लागि धेरै उहाँ लडिरहनु भएको छ र साउदीको रियाद भन्ने ठाउँमा तपाईँहरूले पक्कै पनि एकचोटि गएर मध्यनजर लगाइदिनुहोस् होला र के छ एकचोटि यो विषयलाई निष्पक्ष रूपमा तपाईँहरूले पनि एकचोटि हेरिदिनु होला दर्शकबिनहरू यति भन्दै आज म परिली फिल्म्स एवानबाट बिदा चाहन्छु पक्कै पनि दिदीको चाँडैभन्दा चाँडो न्याय मिलोस् र नेक्स्ट अर्कोचोटि हामी पक्कै पनि त्यही विशेष कुराहरू लिएर हामी आउनेछौँ अहिलेलाई हस्त धन्यवाद बरेली फिल्म्स फुल्ली इन्टरटेनमेन्ट सधैँ तपाईहरूकै साथमा।